बेल्जियम कि इजिप्ट, मोहम्मद सालाको काउन्टर एट्याक कि डी ब्रुयनको प्लेमेकिङ, कसले मार्ला बाजी? स्वागत छ तपाईहरुलाई एक्सट्रिम फिफा वर्ल्ड कप डायरिजमा। एक्सट्रिम एनर्जी ड्रिंक। फिफा विश्वकप 2026 को समूह जी अन्तर्गत नेपाली समयअनुसार आज राति 12:45 बाट सियाटलको लुमेन फिल्डमा एउटा घमासान भिडन्त हुँदैछ। सन् 2022 को विश्वकप समूह चरणबाटै बाहिरिएर निराश बनेको बेल्जियम यसपटक नयाँ जोसका साथ मैदानमा उत्रिँदैछ। अर्कोतर्फ मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्ट भने विश्वकपको इतिहासमै आफ्नो पहिलो जित दर्ता गर्ने दाउमा छ। इतिहास हेर्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर यहाँ अफ्रिकी च्याम्पियन इजिप्ट निकै भारी छ। यी दुई टोलीहरूबीच भएका 4वटा मैत्रीपूर्ण खेलहरूमध्ये 3 खेल इजिप्टले नै जितेको छ। सन् 2022 को विश्वकप अघि भएको पछिल्लो भिडन्तमा पनि इजिप्ट 2-1 ले विजयी भएको थियो। तर याद राख्नुहोस्, विश्वकप जस्तो ठूलो प्रतियोगितामा यी दुई टोली पहिलो पटक आम्ने सामने हुँदैछन्। अब म्याच ट्याक्टिक्सको कुरा गर्न पर्दा बेल्जियमले विशेष गरी एग्रेसिभ र बल पोजेसन कन्ट्रोलवाला फुटबल खेल्नेछ। केभिन डे ब्रुयनले मिडफिल्ड सम्हाल्नेछन् भने जेरेमी डोकुको पेसले इजिप्टलाई पुरै दबावमा राख्नेछ। तर मुख्य डिफेन्डर जेनो डेभास्ट घाइते भएकोले बेल्जियमको डिफेन्स लाइन अलि सतर्क हुनुपर्ने देखिन्छ। त्यस्तै गरी यता इजिप्टको कुरा गर्न पर्दा इजिप्टले डिफेन्सिभ ब्लक अपनाएर बेल्जियमलाई बल होल्ड गर्न दिनेछ। मिडफिल्डमा मारवान आतिया र मोहम्मद सालिनले बेल्जियमका आक्रमण रोक्नेछन् र तुरुन्तै मोहम्मद साला र ओमार मार्मौसलाई पास निकालेर खतरनाक काउन्टर एट्याक गर्ने रणनीति बनाउन सक्छन्। त्यस्तै गरी अब एक्स फ्याक्टरको कुरा गर्नुपर्दा यो म्याचमा बेल्जियमका लागि केभिन डे ब्रुयन एक्स फ्याक्टर रहनेछन्। यदि डे ब्रुयनले आफ्नो गजबको पास र खेल नियन्त्रण गर्ने क्षमता देखायो भने इजिप्टको जस्तोसुकै कडा डिफेन्स लाइन तोड्न पनि बेल्जियमलाई कुनै गाह्रो हुने छैन। त्यस्तै गरी इजिप्टका लागि मोहम्मद सलाह एक्स फ्याक्टर रहनेछन्। बेल्जियमको घाइते डिफेन्सका लागि सलाह सबैभन्दा ठूलो खतरा हुन्। उनको फास्ट पेस र काउन्टर एट्याकमा गोल गर्ने क्षमता इजिप्टको मुख्य हतियार हुनेछ। त्यस्तै गरी अब यो म्याचको प्रिडिक्सनको कुरा गर्नुपर्दा इजिप्टले आफ्नो बलियो डिफेन्स र काउन्टर एट्याकले बेल्जियमलाई कडा टक्कर दिने पक्का भए पनि बेल्जियमको गजबको मिडफिल्ड र एट्याकिङ लाइन निकै उत्कृष्ट भएकोले यो खेल बेल्जियमले 2-1 ले जित्ने सम्भावना धेरै छ। तपाईहरुलाई के लाग्छ, आज राति 12:45 बाट हुने यो खेल कसले जित्ला, बेल्जियम या इजिप्ट? आफ्नो स्कोर लाइन प्रेडिक्सन सहित तल कमेन्ट गर्नुहोला। एक्सट्रिम एनर्जी ड्रिंक।